उनीहरूको हृदयलाई घात गर्ने गर्दछ, विलाप गर्ने गर्दछ। तर त्यति बेला ढिलो भइसकेको हुन्छ। मान्छेको बानी बेहोराको बारेमा केही, मान्छेको स्वभावको बारेमा केही कुराहरू गर्नेछौँ। त्यो चाहिँ कस्तो खालको स्वभाव भनेदेखिलाई चाहिँ एउटा स्वभाव चाहिँ जब मान्छे आफ्नोमा भएको बेलामा कुनै पनि कुराहरू आफ्नोमा भएको बेलामा त्यति बेला ती कुराहरूको मानिसले महत्त्व दिने गर्दैन। तर जब ती कुराहरू बितेर जान्छ तब मात्र मान्छेले ती कुराहरूको महत्त्व दिने गर्दछ। त्यही सन्दर्भमा भन्नु पर्दाखेरि चाहिँ आज धेरैजना यस्ता व्यक्तिहरू छ, उनीहरूले आफ्नो बाउआमाको जब उनीहरू जिउँदो हुँदाखेरि, उनीहरू यो पृथ्वीमा हुँदाखेरि उनीहरूलाई कहिले पनि उनीहरूले आदर सम्मान गर्दैन। उनीहरूले जहिले पनि आफ्नो शब्दबाट उनीहरूलाई प्रहार गर्ने गर्दछ, उनीहरूको हृदयलाई घात गर्ने गर्दछ। तर ती बाउआमा मरिसकेपछि चाहिँ उनीहरू विलाप गर्ने गर्दछ, रुने गर्नेछ, चिच्चाउने कराउने गर्ने गर्दछ र भन्ने गर्दछ, हाय मेरो बाउ, मेरो आमा, उनीहरूले यो खानु मन पराउँथ्यो, त्यो मन पराउँथ्यो, उनीहरूले यो भनेको थियो, त्यो भनेको थियो भनेर मानिसहरूले के गर्ने गर्दछ, विलाप गर्ने गर्दछ। तर त्यति बेला ढिलो भइसकेको हुन्छ। त्यति बेला उनीहरूले आफ्नो बाउआमालाई चाहेर पनि उनीहरूले बाउआमाको केही पनि गर्न सक्दैन। उनीहरूले आफ्नो बाउआमालाई मन पराएको कुराहरू दिन्छु भन्दा पनि उनीहरूले ती कुराहरू गर्न सक्दैन। म यसकारण तपाईँलाई भन्न चाहन्छु, आज धेरैजना यस्ता व्यक्तिहरू पनि छन् जसले बाउआमा जिउँदो हुँदाखेरि उनीहरूको केही गर्दैन, तर उनीहरू मरिसकेपछि चाहिँ उनीहरूको लागि टाइल्सहरू लगाएर दामी दामी चिहानहरू बनाउने गर्दछ उनीहरूको स्मृतिमा। त्यो सायद केही हदसम्म त्यो पनि सही होला। तर म चाहिँ के भन्न चाहन्छु भनेदेखिलाई चाहिँ बाउआमालाई चाहिँ जिउँदो हुँदाखेरि नै उनीहरूको कदर गर्नु जरुरी छ। मरिसकेपछि उनीहरूलाई सम्मान दिएर उनीहरूलाई टाइल्स लगाएको तपाईँले सुनै जडेर किन उनीहरूको लागि तपाईँले चिहान बनाउनु किन नहोस्, तर पनि त्यसको केही अस्तित्व र त्यसको केही महत्त्व हुने छैन। तर जब उनीहरू जिउँदो हुँदाखेरि उनीहरूलाई तपाईँले आदर सम्मान गर्नुहोस्। आज धेरैजना छोराछोरीहरू यस्ता छन्, बाउआमा वृद्ध भइसकेपछि, उनीहरू निकम्म भइसकेपछि उनीहरूलाई के गर्ने गर्दछ, उनीहरूलाई वृद्ध आश्रमहरूतिर लगेर छोडिदिने गर्दछ। त्यति मात्र नभएर कतिजनाले यदि वृद्ध आश्रम नलगे तापनि उनीहरूलाई घरमै राखे तापनि उनीहरूलाई कुटपिट, उनीहरूलाई हिंसा गरेर, अनादर गरेर उनीहरूलाई राख्ने गर्दछ। म तपाईँलाई यो भिडियोबाट यही जानकारी दिन चाहन्छु, तपाईँले आफ्नो बाउआमालाई उनीहरू जिउँदो हुँदाखेरि नै उनीहरूको सम्मान गर्नुहोस्, उनीहरूलाई आदर गर्नुहोस्, ताकि उनीहरू मरिसकेपछि तपाईँले कहिले पनि पश्चाताप गर्नु नपरोस्। हाय मैले यसो गरेको भए, मैले हाय उसो गरेको भए भनेर तपाईँले पश्चाताप गर्नु नपरेकोस् भन्दै यो भिडियोलाई तपाईँले मन पराए धेरै मानिस कहाँ सेयर गरिदिन भने म तपाईँलाई यहाँबाट अनुरोध गर्दै म मेरो यो सानो भिडियोलाई यही नै राख्न चाहन्छु। सबैलाई नमस्ते र सबैलाई जय मसीह।